भाउजूसँग छिमेकी हैरान। एउटा सुन्दर गाउँमा सुन्तली नामकी महिला बस्थिन्। उनी सबैसँग मिलनसार भएर बोल्थिन्, त्यसैले उनलाई सबैले सुन्तली भाउजू भनेर बोलाउँथे। उनका श्रीमान रामे राम्रै कमाउँथे, घरमा कुनै अभाव थिएन। तर सुन्तली भाउजूको एउटा अनौठो बानी थियो। हरेक दिन पकाउने बेलामा केही न केही सकिन्थ्यो। उनलाई आफ्नो पैसा खर्च गर्न पटक्कै मन पर्दैन थियो। उनले सधैँ छिमेकीहरूको भर पर्थ्यो। नुन, तेल, बेसार, चिनी जे चाहिन्छ मागेर काम चलाउँथ्यो। काकी आज आलु भुट्नु सोच्दै थिए, अलिकति तेल छ? दिदी नुन नै सकेछ, अलिकति दिनु न। आमै भाँडा माझ्ने साबुन सकेछ, सानो छ भने दिनु न। पहिले पहिले त गाउँलेहरू खुसी साथ दिन्थे, तर जब सुन्तली भाउजूको यो बानी नै भयो सबै दिक्क भए। श्रीमान राम्रो कमाउँछ, घरमा सबै थोक छ, तर पनि सधैँ किन माग्न आउँछिन् भनेर छिमेकीहरू कुरा गर्थे। तर सुन्तली भाउजू नलजाई मागिरहन्थिन्। अरूले दिन्छ भने किन आफ्नै खर्च गर्नु। दिन बित्दै गए र हरेक दिन सुन्तली भाउजूको भान्साघरमा केही न केही सकिन्थ्यो र ऊ छिमेकी कहाँ माग्न पुग्थ्यो। त्यही गाउँमा एउटी बुढी आमै बस्थिन् जो धेरै बुद्धिमान र चलाक थिइन्। एक दिन आमै आँगनमा बसेर सबै रमिता हेरिरहेकी थिइन्। बुढी आमैले बुझ्यो कि सुन्तली भाउजूलाई केवल कुरा गरेर सम्झाएर केही हुनेवाला छैन। उनलाई पाठ सिकाउने तरिका अनौठो नै हुनुपर्छ र उनले छिमेकीहरूलाई भेला पारिन् र फुसफुसाइन्, भोलि बिहानदेखि तिमीहरू सबै सुन्तलीको घर माग्न जाऊ। हेरौँ त त्यसले कति दिन सहन सक्छ। सबैले हाँस्दै यो त गजबको मजा आउँछ भन्दै सहमति जनाए। अर्को दिन बिहान सुन्तली भाउजू भान्सामा बसिरहेको बेला एक्कासी काकी आइन्। सुन्तली तरकारी बनाउनु भनेको तेल नै सकेछ, अलिकति देऊ न। सुन्तली भाउजू छक्क परिन्। अरे म त अरूसँग माग्छु, तर आज यो काकी किन मसँग माग्न आए? उसले मनमा नै सोच्दै तेल दिन्। फेरि एकछिनमा दिदी आइन्। भाउजू अलिकति नुन दिनु न सकेछ। सुन्तली भाउजू झनै अचम्मे परिन्। ए हुन्छ भन्दै उसले नुन दिए। त्यसपछि त एकपछि अर्को माग्न आउन थाले। दुध, बेसार, चिनी सबै माग्न आए। सुन्तली भाउजू यो के भइरहेको छ भन्दै हरबडाउन थाले। त्यसपछि त्यो रात सुन्तली भाउजूलाई निन्द्रा लागेन। दोस्रो दिन पनि त्यही भयो। तेस्रो दिन त झन् धेरै माग्न आए। अन्ततः सुन्तली भाउजूको धैर्य टुट्यो। उनी झस्किन् र रिसाएको स्वरमा भनिन्, यो के हो? के तिमीहरूले मेरो घरलाई किराना पसल ठानेका छौ? त्यसबेला ती बुढी आमा आइन् र हाँस्दै भनिन्, तँलाई माग्न रमाइलो लाग्छ, तर दिन गाह्रो लाग्छ होइन? सुन्तली भाउजूको मुख बन्द भयो। बुढी आमैले फेरि भनिन्, हेर सुन्तली, जति दिन्छस् उति आउँछ, तर जति लिन्छस् उति सकिन्छ। तेरो घरमा सबै थोक थियो, तर त सधैँ अरू कहाँ भर पर्थिस्। आफ्नो कन्जुस स्वभावको कारणले तैले आफ्नो पैसा जोगाउन खोजिस्, तर अरूको असुविधाको बारेमा कहिल्यै सोचिनस्। जसरी घाम लागिरहे पनि आँखा बन्द गर्नेले उज्यालो देख्दैन, त्यसरी तेरो लोभले तेरो मन र सम्बन्ध दुवै अँध्यारो बनाइदियो। सुन्तली भाउजूको मन कटक्क भयो। मैले सधैँ अरूको मात्र मागे, तर जब सबैले मसँग मागे कति गाह्रो लाग्यो। के सबै मसँग पनि त्यही महसुस गर्दै होला त? उनले मनमा नै सोच्यो। उनको आँखा रसिए। आमै, मैले ठुलो गल्ती गरेँ। अबदेखि म माग्ने होइन, बरु अरूलाई सहयोग गर्ने मानिस बन्छु। त्यस दिनपछि सुन्तली भाउजूले माग्न छोडिन्। गाउँलेहरू खुसी भए। गाउँकी भाउजू सुध्रिन्। अब उनी अरूलाई सहयोग गर्छिन्।